हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। म चाहिँ कविता चौलागाई फेरि पनि आज अर्को भ्लग लिएर आइसकेँ। आज चाहिँ म बिहान भ्लग गर्न पाइनँ अनि अहिले खानासाना खाएर नुहाएर अनि एकछिन भ्लग बनाउँछु भनेर अनि यहाँ छतमा काम ताप्दै अनि एकछिन आएको म एकछिन नुहाएर लुगा धोएर अनि बसिरहेको छु। यहाँ चाहिँ एकछिन पालिस लगाउँदैछु, पालिस लगाउनु पर्ला भनेर। अनि अहिले एकछिनमा आज चाहिँ साडी लगाउने प्लान छ हाम्रो अङ्किता आन्टीको मेरो, अनि त्यही भएर साडी लगाउनु भएको हुनाले अहिले अलिअलि पालिस लगाउँ कि भनेर बसिरहेको छु होइन। अब चाहिँ म आज होइन, आज चाहिँ मैले साडी लगाउँछु भनेर प्लान बनाएको थिएँ त। अनि बल्ल बल्ल सक्सेस होला कि जस्तो छ होइन। हेरौँ अब हुन्छ कि हुँदैन। साडी लगायो भने साडीको ट्रान्सेक्सन राख्छु भनेर बसिरहेको छु होइन। र यो चाहिँ रहेछ मेरो फाइनल लुक साडीमा, हल्का राम्री भएर। मैले साडी पनि लगाएँ, अलिअलि फोटो पनि खिचेँ दाइको मोबाइलबाट, दाइको आइफोन मागेर अनि भाइकोबाट नि अलिअलि खिचेँ होइन। अनि मेरोबाट चाहिँ टिकटक बनाउनु चाहिँ बाँकी छ, तर मम्मीले कराएको हुन्छ मलाई, अलि बिजी भएर अनि गर्न पाइनँ है। अब यति नै हुन्छ होला। आज बेलुका अलिअलि एडिट गरेर भिडियोहरू पनि राख्छु होला यसमा होइन। अनि यति नै हो अब। अनि अहिले चाहिँ मैले कामहरू अलिअलि सकाएर दिदीहरू आउनुभएको रहेछ, दिदीहरू ठुल्नुमै आउनुभएछ अनि खानासाना खाँदै हुनुहुन्छ, म पनि खाना खाँदैछु होइन। अनि आज चाहिँ मेरो यति नै हुन्छ होला। अरू अब फेरि बाँकी चाहिँ भोलि गरौँला। आज चाहिँ म अरू केही नि राख्दिनँ होइन।